दुर्गे देव भक्ति मलाई, दुर्गे देव भक्ति मलाई। दीन दुखी को सेवा हरदम, दीन दुखी को सेवा हरदम, करना सकु मन लाई। दुर्गे देव भक्ति मलाई, दुर्गे सूर्योदयको प्रत्यक्ष सूर्योदयको किरण देखिरहेको छ। सूर्यनारायण भगवानको दर्शन लागि यस किसिमको रहेको छ, वातावरण यस किसिमको रहेको छ। नदीको नाम पुरानो नाम भागीरथी नदी रहेको, तर अहिले हाल आएर बाणगङ्गा नदी भनेर चिनिने यस नदी रहेको छ। यस बोलबम धाम अवस्थित यस बाणगङ्गा नदीमा सिँचाइको लागि बनाइएको बाँध यस किसिमको रहेको छ। सिँचाइको लागि बनाइएको बाँध यस किसिमको रहेको छ भने यस धाममा विभिन्न किसिमका मन्दिरहरू रहेका छन्। बाणगङ्गा नदीको यस भागीरथी नदी भनेर भन्दा पनि हुन्छ। बाणगङ्गा नदीको बाँध यहाँ बनाइएको, यस बाँध 2035 सालमा सम्पन्न भएको छ भनेर भनेको छ। यसको माथि यस किसिमको सिनहरू रहेको छ। सिन अनि अब बोलबम धाममा प्रवेश गर्दै गर्दा यहाँ बगैँचाहरू यस किसिमको फुलको बगैँचाहरू, पारिजातका रुखहरू र बोलबम धाममा उपस्थित भइसकेको अवस्था छ। लक्ष्मण घाट बोलबम धाम अवस्थित